जता कतै देशैभरि घन्टी टिङ 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 बजिरहे आउँछ, माहौल बढिरहे आउँछ। अनि रवि र क्या भन्छन् बालेन्द्र शाहलाई उहाँ प्रधानमन्त्री बनाउन त क्या भन्छन् त्यो लागि परेका छन्। त्यो अब फागुन 21 गते भइगयो चुनाव। अनि त्यो कोही मान्छेहरूले त्यो अहिले भयो, अहिले बिगार्यो, त्यही भएन माहौल बढिया हो। त्यो जनताले त्यो रवि र बालेन्द्रलाई मन पराएछन्। अब आउने चुनावमा त्यो 21 गतेका चुनावमा त्यो घन्टीलाई भोट हाल्छन् भन्ने त्यो थाहा हुनु नि त्यो मान्छेहरूले। अनि त्यो जनताले तिनीहरूलाई खोजेका छन्। युवा हुन्, युवाले गर्छन्, परिवर्तन हुन्छ भनि नि त हो क्यारे। तिमी बुढाबुढी पो त्यो पुरानै थोर्ता मर्ता भए हेर्छौ र। अनि त्यो जनताले कहाँ मान्छन्, मान्दैनन्।